गाइज वेलकम टु माई न्यू ब्लग। सो गाइज होइन बिहानको चाहिँ अहिले 10 बजिरहेछ अनि मेरो कलेज चाहिँ खास गरी 12 बज्यो 12:05 सो त्यही भएर चाहिँ अहिले म चाहिँ नुहाइ धुवाइ गर्दैछु भन्दा नि भयो मतलब नुहाउनेवाला छु अहिले सो त्यही भएर चाहिँ अब म नुहाउनु जान्छु होइन। अनि आफ्टर लङ टाइम पछि म भिडियो बनाएर आउँ अनि हिजो अस्तिबाट मलाई सन्चो नि थिएन सो थोडा लम्बाइ छुट्टी लगिहाल्यो मैले युट्युबबाट सो त्यही भएर चाहिँ अब भिडियो बनाउने पालो भनेर भिडियो बनाऊँ भनेको। सो भोइस पनि पुरै चेन्ज भएको छ मेरो होइन। यो रुगा सर्दीको लाग्दा एक दिन स्कुल पनि गएन शुक्रबार सो डेन्जरवाला लागेको थियो क्या पुरा ज्वरो आएर शरीर दुखेर पुरै खत्तम हाल्नु झऱ्यो केही गर्नै सकेन। सो ब्याग स्याग चाहिँ प्याक छ मेरो एक चिज चाहिँ छुट्यो वाच घडी चाहिँ छुट्यो यति हो गाइस। म चारवटा चाहिँ पेन हुन्छ चारवटा पेन हुन्छ ब्याग हुन्छ वाच हुन्छ बस त्यति अब चाहिँ म नुहाउन गएको। सो गाइज आइएम ब्याक अनि अहिले चाहिँ म स्कुलबाट आइसकेँ मतलब कलेजबाट आइसकेँ हुन त खासमा हाई स्कुल हो सो तपाईँ पनि अहिले चाहिँ 4:42 भइसक्यो होइन। अनि म चाहिँ भर्खर पुगेँ हो कलेजबाट अनि सो यहाँ चाहिँ दमदार रेडी हुनु लाग्छ खतरनाक चिज आइटमहरू। सो गाइज आज चाहिँ सोमबार हो होइन। सो आज चाहिँ मम्मी र दिदीको चाहिँ व्रत हो सो दुवैजना व्रत बस्नु भएको छ सो त्यही भएर चाहिँ के बनाउनु हुँदैछ हाम्रो लागि के बन्दैछ भन्दाखेरि अचार बन्दैछ खिर बन्ने हो अहिले सो अनि तरकारी बनिसक्यो अरू थाहा भएन रोटी बन्छ कि भात बन्छ अब आइडन्ट फ्यान बन्द। सो गाइज त्यहाँ चाहिँ तरकारी बनाउँदैछ के गरे अचार हो यो बडा अजीब अचार है भाइ चल बना हेरौँ। मम्मी चाहिँ यता अचार बनाइदियो मम्मीको चाहिँ इम्पोर्टेन्ट कल छ आउँछ एउटा सो उही मलाई पठाउने कुराहरू मलाई कहाँ पठाउने कुरा अरे कि सामान हजुर सो गाइज फाइनली मैले चाहिँ यो लिएर आएँ होइन। अब त पर रहेछ सर पनि उता उभिया रहेछ यो चाहिँ खासमा लिएर भन्दा नि स्ट्याम्प हान्नलाई मगाएको रहेछ स्ट्याम्प हान्नलाई त हो मगाएको मेरो ब्यागमा राख्दे लेट्स गो गाइज यो चाहिँ ब्यागमा हालिदिउँ अब बुम हालिदिएँ फिनिस ओह घाम भइहाल्यो यार एकैचोटिमा अब चाहिँ यसमा माइनक्राफ्ट डाउनलोड गर्नु पर्यो। सो गाइज झान्नको लागि चाहिँ त्यो तेलमा हल्का के हाल्यो मम्मी तेलमा मम्मी तेलमा के हाल्यो मेथी र हल्दी हालेर मस्त तेलमा अनि त्यसलाई चाहिँ झानेको अहिले टेस्ट हान्छु म कडा बास्ना आयो है नहीं ट्याक्क हातमा आवर स्टाइल हाम्रो स्टाइल हो भाइ हातमा देने का ना भिडू ये क्या लग रहा है दोस्त क्या है ये क्यों यो यस्तो लेट्स ट्राई है गाइज वाइ परफेक्ट गाइज बनाउने को हो त भन्ने म एचएम पढ्ने म यु तर गाइज जति एचएम पढो जति बिएचएम पढे पनि हैन यस्तो खानेकुरा चाहिँ मम्मीकै हातबाटै भन्छ यति कुरा चाहिँ दिमागमा हाल्नु
जे हो नि भाइ यस्तो चिजहरू बस केटीहरूको हातबाट मात्र भन्छ हो कि नै सही हो नि कि नै कमेन्ट गर्नुलाई गाइज होइन भन्छ कि नै आफै सोध्नु भयो जति एचएम बढी जस्तो डिस बनाउन आए पनि यो चाहिँ बन्छ होला नि बन्दै बन्छ हुँदैन आमाहरूले बनाउनुहुन्छ दिदीहरूले बनाउनुहुन्छ घरका मान्छेले बनाउने अनि एचएममा त तिमीहरूले सिकाउने हो नि त्यहाँ एचएममा यस्तो सिकाउनु नि त प्र्याक्टिकल हो नि त लेट्स सी यहाँ हामी बिना प्र्याक्टिकलमा बनाइराख्छौँ कि एकदम बिहान साँझ बनाउने खाना हो नि त बिना प्र्याक्टिकलमा हामीले कसैले हामीले प्र्याक्टिकल गराएको होइन नि त हामी आफै सिकेर आएको हामी बनाउँदा 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 सिकेको सो गाइज अहिले चाहिँ यसले फेरि खुवायो होइन मलाई त्यसमा यस्तै सब ल्याप्लु कुचपात गरेर कप्पै खुवाइदियो सो गाइज अब चाहिँ म एकचोटि भन्छु है मम्मीले भ्लग बनाउँदा कस्तो होला गाइज कमेन्ट चाहिँ गर्नु होइन मम्मीले नि यस्तो हल्का भ्लग बनायो भने कहीँ गइरह्यो होला अब त्यो भिडियो बनायो भने कस्तो होला भनेर कमेन्ट गर्नु होला गाइज बनाउनु पऱ्यो कि नै भनेर भन्नु होला यस भनेपछि चाहिँ म मम्मीलाई चाहिँ म थमाइदिन्छु बनाउनु भनेर सो चाहिँ कमेन्ट गर्नु होला गाइज बनाउनु पर्छ भनेर सो गाइज अहिले चाहिँ देखाउनलाई केही छैन होइन कन्टेन्ट चाहिँ यसरी खुवाउनुपर्छ अहिले तर अहिले केही छैन सो गाइज आइ एम ब्याक अनि अहिले चाहिँ कति बजेको छ भन्दाखेरि हजुर आए एकछिन सो अहिले चाहिँ 8:11 हुँदैछ रातिको अनि अब चाहिँ खाना खाने टाइम हो सो खाना साना चाहिँ अघि पाकिसकेको थियो अनि मम्मी र दिदी चाहिँ यसो भजनतिर जानुभएको थियो भजन सुन्न म चाहिँ रुममै थिएँ अरे एडिट गर्न थिएँ अघिको भिडियोहरू हल्का हल्का सो त्यही गर्दा चाहिँ अनि मोबाइलमा चार्ज पनि सक्यो अनि ठ्याक्क ल्यापटपमा पनि माइन्डक्राफ्ट डाउनलोड गरेँ अनि यहाँ चाहिँ खाना साना पाकिसकेको थियो अचार छ खिर छ 1 मिनट गाइज सो गाइज म चाहिँ अब खाना खान्छु खाना खाइसकेपछि एडिट गर्नु बस्नुपर्छ हल्का हल्का त मैले गरिहालेँ पछाडिको बवाल एडिट गर्नु योपालि चाहिँ हल्का अनोखा एडिट छ होइन सो ठिकै छ गाइज लङ टाइमपछि भिडियो बनाएँ राम्रो लाग्यो घरको भित्र त थिएँ बाहिर त अब त्यति खास जाँदैन सो गाइज भिडियो राम्रो लागेमा लाइक सेयर सब्सक्राइब गरिदिनु छिटै भेटौँला अर्को भ्लगमा थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइज सपोर्ट चाहिँ गर्नु होला